नमस्कार, म बाबुराम अर्याल। जेएनजीहरूले नेपाली काङ्ग्रेसका सभापति र आरजु देउवा राणालाई पिटेको र घाइते बनाएको हो र होइन नि? यो त सिङ्गो नेपाली काङ्ग्रेसलाई पिटेको र घाइते बनाएको हो। त्यस्तै केपी ओलीलाई त्यत्रो सेना, पुलिस, प्रशासनको सुरक्षा घेरामा हुँदाहुँदै पनि धोती टोपी लिएर हेलिकप्टर चढी भाग्न बाध्य पारे। यसको अर्थ हो सिङ्गो एमालेको शासन सत्ता जनहितमा नभई जनविरोधी भयो भने सिङ्गो एमालेलाई लखेटेको अवस्था हो। 10 दिनको गुप्तवासपछि अहिले आएर केही आसेपासेको सहारामा आई लभ केपी ओली भनेर सिरक भित्रबाट औँलो देखाएर हुन्छ र? हिम्मत छ भने स्वतस्फूर्त रूपमा आसेपासे सुरक्षा कवच बेगर गुन्डुबाट बाहिर आई ओली र ओलीका वरिपरि घुम्नेहरूलाई चुनौती छ। यो जेएनजी मात्रको आन्दोलन थिएन। जेएनजीले त केवल आह्वानकर्ता मात्रै थिए। यो त वर्षौंदेखि ठुलाबडा भन्नेहरूबाट प्रताडित, उत्पीडनमा पारिएका गरिब दिन दुखीको आन्दोलन थियो। वर्षौंदेखि उत्पीडनमा परेका र पारिएका, हेपिएका र चेपिएका जनताको जनआक्रोश थियो र यहाँको वर्षौंदेखिको अन्याय, अत्याचार र थिचोमिचो र उत्पीडनमा पारिएका जनताको क्रन्दन थियो। असमान जीवनशैली, कसैलाई 84 व्यञ्जनको भोजन, कसैलाई हातमुख जोड्न धौधौ, कोहीका आलिशान महल, कसैलाई ओत लाग्नेसम्म पनि ठाउँ नभई सुकुम्बासी जीवन जिउन बाध्य हुनु परेको अवस्थामा कसैले कतिन्जेल सहने, कसैका बाबुआमाहरू सरकारमा वा सरकारी जागिरेमा हुँदैमा उनीहरूका सन्ततिलाई बिना काम, बिना मेहनत भयभरको सुख सहेल, तर त्यही किसान मजदुरका छोराछोरीहरूलाई बिना शिक्षा दीक्षा अरब र खाडी मुलुकहरूमा प्रचण्ड गर्मीमा तल्लो दर्जाको श्रम मजदुरी गरी जीविकोपार्जन गर्न पर्ने अवस्थाको कारण नो नट अगेन, इनफ इज इनफ भन्दै नेपोटिजम देशभरका युवाहरूले धेरै सहिसकेपछि जब अन्तिमसम्म पनि यी शासकहरू नसुध्रिने र देशमा परिवर्तन पनि हुने सङ्केत नदेखेपछि विद्रोह गर्न बाध्य भएका हुन्। अहिले पछिल्लो चरणमा आएर भदौ 23 गते भएको नरसंहारलाई ओझेलमा पार्ने गरी जताततै सञ्चार माध्यमहरू, सोसल मिडियाहरू, सरकार र पार्टीहरूले समेत खाली 24 गतेको तोडफोड र आगजनीको विषय प्रसङ्ग मात्र
विषय प्रसङ्गमा मात्र कुराकानी गरेको सुनिन्छ। के तो नरसंहार फगत केही थिएन? के यो शहादत र बलिदान केही थिएन? के त्यो नरसंहार कसैको आदेश बिनै भएको थिए? बन्दुक र राइफलहरूबाट गोलीहरू आफै निस्किएर बालबालिकाहरू मारिएका थिए? त्यसो होइन भने कसैले न कसैले गोली चलाउन आदेश दिएको थियो र त्यो आदेश दिने व्यक्ति र गोली चलाउने पुलिस प्रशासन नै प्रमुख दोषी हुन्। त्यसको निम्ति मृत्युवरण गरेका व्यक्तिहरू नै सबुत प्रमाण हुन्। मुद्दा चलाउनलाई यो भन्दा ठूला प्रमाणहरू के चाहिन्छन्? के हुन सक्छन्? पुलिसहरूलाई शान्ति सुरक्षा कायम गर्नको निम्ति भनी पठाउँदा प्रशासनबाट कसलाई बन्दुक, कसलाई राइफल, कसलाई डन्डा दिइएको थियो, गोलीसहित कसलाई पठाइएको थियो, फिल्डमा कसलाई पठाइएको थियो र कसले राइफलबाट कति गोली चलाएको छन् र पड्केका छन्, त्यसको आधारमा कारबाही र तहकिकात गर्न सकिन्छ। त ढिला किन भइरहेको छ? कतै यो सबै हुनुमा षड्यन्त्र त हुँदै छैन? यो सबै घटनाको छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन छानबिन आयोग त बनेकै छ। तर प्रष्ट कुरा के भने तत्कालीन आदेश दिने सरकार र राइफलवाला पुलिस जो बन्दुक भिरेका थिए र गोली चलाएका प्रमाणहरू सीसीटीभी क्यामेरा, भिडियो फुटेजहरूबाट प्रमाणित भएका छन्। तिनीहरूलाई तत्कालै पक्रिएर कारबाही गर्न केले रोक्यो? यी यावत कमी कमजोरी र ढिला सुस्तीले गर्दा सरकारको नियतमाथि जो शङ्का उठ्न थाले स्वाभाविकै कुरो हो। फेरि आयोगले उजुरीहरू सरकारमै फिर्ता पठाइदिइसक्यो र भन्यो दोषीहरूलाई कारबाही गर्न हाम्रो प्रतिवेदन कुर्नु पर्दैन। फेरि ढिला किन? कसैमा पनि भ्रम नहोस्, यो संविधान कायम रहेसम्म सुशासन र भ्रष्टाचार अत्याचार स्थिर सरकार गठन हुनै सक्दैन। के अफवाह फैलाइँदैछ भने जेएनजीहरूले संविधान खारेजी वा निलम्बनको मागै राखेका थिएनन्। अहिले उठाएको पहिलो माग नै सुशासन र भ्रष्टाचार नियन्त्रण थियो। के त्यो माग यही सरकार र यही संविधानबाट सम्भव थियो? यो कुनै पनि हालतमा यो सम्भव नभएको हुनाले जेएनजीहरूले त्यो के माग राखेनन् भन्दा पनि उनीहरूले पहिल्यै प्रष्ट भनेका थिए कि सर्वप्रथम सुशासन र अनि सोसल मिडियाहरूमा लगाएको प्रतिबन्ध फुकुवा भनेका मात्रै थिए। त्यो भएको हुनाले त्यही कारणबाट उनीहरूले आफ्नो खोजिरहेका थिए। त्यो भएको हुनाले जेएनजीहरूले जे कुरा गरिरहेका थिए त्यो एकदम जायज र सटिक माग थिए। त्यो क्रमशः शिथिल हुँदै गएका छन्। त्यसमा अब जेएनजीहरूले प्रष्ट चेत्ने बेला आएको छ।